नारायण श्रीमन्नारायण नारायण नारायण। मैले भन्छु हजुरहरूले फेरि दोहोऱ्याउनु है। श्रीमन्नारायण 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 नारायण नारायण। श्रीमन्नारायण 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 नारायण नारायण। नारायण लक्ष्मी नारायण लक्ष्मी नारायण लक्ष्मी नारायण नारायण नारायण। श्री लक्ष्मी नारायण भगवान को अलि तालमेल मिलेन है। लक्ष्मी नारायण भगवान को, श्री सीता रामचंद्र भगवान को, अखिल कोटि ब्रह्मांडाधिनायक अकारण करुणा वरुणालय भक्तवांछा कल्पतरु परात्पर परमात्मा श्री लक्ष्मी नारायण भगवान को महती अनुकंपा द्वारा आज हामीहरूले यो वारविसे नगरपालिका अंतर्गत घुमाङ नेपाल गाउँ नाम गरेको यो पवित्र स्थलमा पवित्र महापुराण को आयोजना गरेर श्रीमद् भागवत को आनन्दलाई श्रीमद् भागवत को रसमा डुबिरहेका छौं। श्रीमद् भागवत भनेको एउटा गंगा भन्ने गरेको छु मैले। भवरूपी सागरबाट तरेर जानको लागि श्रीमद् भागवत रूपी गंगामा एकचोटी अवगाहन गर्नु पर्दछ, स्नान गर्नु पर्दछ। द्वितीय स्कन्धमा सौनकादि ऋषिहरूले भन्नुहुन्छ आफ्नो जीवनकाल पर्यन्त जसले यो श्रीमद् भागवत सुन्दैन, जो भगवानको मन्दिरमा जाँदैन, जसले भगवानको कथालाई सुन्दैन, त्यसको जीवन त व्यर्थै छ। जो भगवानको पवित्र स्थलमा पवित्र भूमिमा तीर्थमा जाँदैन भने त्यसको गोडा त गोडा हैन रे, त्यो वृक्ष समान हो अरे। साबौ करौ भनेको छ, वृक्षको हाँगा जस्तै हो रे त्यसको हात गोडा। भगवान समक्ष लगाएन भने तो हामीहरूले यो कान रूपी दुनोबाट भगवानको कथा रूपी अमृतलाई निरन्तर प्रविष्ट गराइरहनु पर्दछ। किनभने जन्मलाभ परः पुंसाम अन्ते नारायण स्मृति। मनुष्य जीवनको लाभ भनेकै के हो त भन्दाखेरि अन्तिम समयमा भगवान नारायणको ध्यान हुनु नै जन्मलाभ परः पुंसाम अन्ते नारायण स्मृति। अन्तिममा गएर नारायणको स्मृति हुनु नै जन्मको साफल्य हुनु हो। तो अन्तिम समयको लागि अहिलेदेखि हामीहरूले किन कथा सुन्नु पर्यो? अन्तिम समयमा गएपछि भने भइहाल्यो नि त भन्दाखेरि हुँदैन अरे। कण्ठावरोधन विदौ स्मरणं कुतस्ते। अन्तिम समयमा गएपछि त कफ वात पित्त यी 3 प्रकारका रोगहरू हुँदछन्। त्यो 3 प्रकारको रोगमा सम्पूर्ण क्यान्सरदेखि लगेर सबै रोगहरू पर्दछन्। कफ वात र पित्त 3 प्रकारको रोग अन्तर्गत नै संसारका जति पनि रोगहरू छन् तिनै रोग अन्तर्गत पर्दछन्। अन्तिम समयमा गएपछि त स्वामीजीले दिउँसो भन्नुभयो आफ्नै छोरोलाई पनि चोर आयो भनेर भन्नुपर्ने दिन आउँछ। त्यस्तो समयमा गएर भगवानको भक्ति गर्नलाई नारायणको स्मरण गर्नलाई सकिन्छ त? सकिँदैन। त्यसको लागि पूर्व तयारी
आजैदेखि अहिलेदेखि हिन्दीमा एउटा भनाइ छ नि, शुभ कार्य गर्नको लागि कल करे सो आज कर, आज करे सो अभी कर। जब आज हामीहरूले भगवानको चिन्तन गर्दछौँ भने यदि अन्तिम समयमा गएर हामीहरूले कुन कर्म लिएर आएका छौँ, यदि कफ वात पित्तले हामीलाई पीडा दिएर हामीहरूले सारा विस्मरण नै भयो, हामीहरूले सम्झनै सकेनौँ भने पनि भगवानको उक्ति के छ त भन्दाखेरि अहम स्मरामि मद्भक्तं नयामि परमां गतिं यदि वा तादिदोषेण मद्भक्त मां च न स्मरेत्। अहम स्मरामि मद्भक्तं नयामि परमां गतिं। भगवानलाई एकचोटि मात्रै कसैले सम्झिन्छ भने भगवानले आफूले आफूलाई त्यसको ऋणी सम्झिनुहुन्छ रे। लक्ष्मीनारायण भगवानको त्यो ऋण कतिखेर तिरौँ भन्ने हुन्छ अरे भगवानलाई। त्यो यदि अन्तिम समयमा गएर मेरो भक्तले मलाई स्मरण गर्न सकेको छैन, सकुन्जेल उसले भक्ति गरेको छ र अन्तिम समयमा गएर उसले भक्ति गर्न सकेन भने पनि म आफै सम्झिन्छु नि मेरो भक्तलाई। लक्ष्मीनारायण भगवानको। त्यस कारणले गर्दाखेरि भक्तिभाव गर्नको लागि, कथा सुन्नको लागि, भजन कीर्तन गर्नको लागि, तीर्थयात्रा गर्नको लागि भोलि गरौँला, बुढेसकालमा गरौँला, आगामी समयमा गरौँला भनेर नभन्नु अरे, नसाच्नु अरे। यस्तो काम साच्नु हुँदैन। किन साच्नु हुँदैन त भन्दाखेरि दुर्लभो मानुषो देहो देहिनाम क्षणभङ्गुरः। मनुष्य शरीर नै आफैमा दुर्लभ छ। हामीहरूले 83,09,979वटा योनिलाई पार गरेर यो मनुष्य शरीरलाई प्राप्त गरेका छौँ। सजिलो गरी प्राप्त भएको रहेछ त यो मनुष्य चोला छैन। दुर्लभो मानुषो देहो देहिनाम क्षणभङ्गुरः। शरीर पाएर पनि के गर्नु? हामीहरू जति समय बाँच्दछौँ त्यति समयको आधा समय त राति सुतेरै व्यतीत हुन्छ। निद्रया ह्रियते नक्तं व्यवायेन च वावयः दिवाचार्थे हया राजन् कुटुम्ब भरणेन वा। ध्यान दिएर सुन्नु है। रात्रिको समय हामीहरूको आधा उमेर के हुन्छ? सुतेरै व्यतीत हुन्छ। अब रह्यो दिनको समय, दिवाचार्थे हया राजन। अब शरीर पाल्नको लागि, कुटुम्ब पाल्नको लागि, शरीर धान्नको लागि कमाउनु पर्यो, कमाउनको लागि उद्योग गर्नु पर्यो, उद्योगको लागि दिनभर व्यतीत हुन्छ। दिवाच अर्थे हया राजन। अर्थ भनेको धन सम्पत्ति। अनि धन सम्पत्तिको लागि पनि समय छुट्याएर अलिअलि समय बचेको हुन्छ। त्यो चाहिँ कुटुम्ब भरणेन वा। कुटुम्बहरूको भरण पोषण गर्दै समय व्यतीत भएर जान्छ। त्यस कारणले गर्दा भोलि गर्ने पर्सि गर्ने नभनिकन आजै गर्नु पर्दछ। हामीहरू यो भागवतको 7 दिने सत्रको आज प्रथम सत्रमा उपस्थित भएका छौँ। सायङ्कालिक सत्रमा हामीहरूले दिउँसोको समयमा जे श्रीमद् भागवतका कथाहरूलाई श्रवण गऱ्यौँ, त्यो श्रीमद् भागवतको महिमालाई धेरै धेरै पुराणहरूले वर्णन गर्नुभएको छ। महात्म्य भन्दछौँ हामीहरूले। महात्म्य भनेको महिमा, महिमा भनेको उसको कति उत्कृष्टता छ, उसको गुण के छ, प्रशंसालाई बताउनलाई भनिन्छ महात्म्य। त्यो महात्म्यलाई, भागवतको प्रशंसालाई सुन्नको लागि भनेर हामीहरू अहिले उपस्थित भएका छौँ। प्रथमतः व्यासजीले मङ्गलाचरण गर्नुहुँदछ। सच्चिदानन्द रूपाय सत्य। चित भनेको आनन्द स्वरूप, चित भनेको ज्ञान स्वरूप, सत्य स्वरूप हुनुभएको, ज्ञान स्वरूप हुनुभएको र आनन्द स्वरूप हुनुभएको, जो विश्वको उत्पत्ति स्थिति र प्रलयको कारण हुनुहुन्छ, त्यस्तो परमात्मालाई हामीहरूले नमस्कार गर्दछौँ। यं प्रव्रजन्तमनुपेतमपेतकृत्यं द्वैपायनो विरहकातर आजुहाव पुत्रेति तन्मयतया तरवोऽभिनेदुः
तं सर्वभूतहृदयं मुनिमानतोऽस्मि। यो श्रीमद् भागवतको पुराण जसले वाचन गर्नुभयो प्रथममा श्री सुखदेव स्वामीजी, उहाँको प्रशंसा गरिएको छ यो श्लोकमा। यम प्रव्रजन्तम अनुपेतम अपेत कृत्यम। सुखदेव स्वामीजीको कथा सबैले सुन्नुभएकै छ। 12 वर्षसम्म आमाकै गर्भमा रहनुभयो। 12 वर्ष पश्चात गर्भबाट पृथ्वीमा आउनुभएको, त्यही पनि नाङ्गै भुङ्गै सन्यास लिन्छु भनेर गुफातिर लाग्नुभयो। प्रव्रजन्तम अनुपेतम अपेत कृत्यम। कुनै पनि संस्कार गरेका छैनन्। 16 संस्कार मध्ये जन्मिनु हो, जन्मिने बित्तिकै हिँडिहाल्नु हो, यो संसारिक मायामा म बस्दिनँ भनेर। अब पिता वेदव्यासजी महाराज पुत्रलाई बोलाउँदै बोलाउँदै पछाडि पछाडि भाग्नु भएको छ। अगाडि अगाडि श्री सुखदेव स्वामीजी हिँड्नु भएको छ, पछाडि पछाडि वेदव्यासजी बोलाउँदै जानु भएको छ। यहाँ एउटा प्रश्न उठ्दछ, वेदव्यासजी त परम ज्ञानी हुनुहुन्छ, उहाँलाई सम्पूर्ण तत्त्व थाहा छ। सम्पूर्ण तत्त्व थाहा भएको व्यक्तिले पनि पुत्रमा मोह गरेर सन्यास लिनको लागि जान्छु भनेर हिँडेको पुत्रलाई बोलाउँदै बोलाउँदै हिँड्छ त भन्दाखेरि सुखदेव स्वामीजीलाई पुत्रको भावनाले नभइकन महाभागवतको भावना राखेर बोलाउँदै हुनुहुन्छ। किन त भन्दाखेरि वासुदेव सर्वमिति समहात्मा सुदुर्लभः। वासुदेव नै सर्वस्व हुनुहुन्छ। मेरो साधना पनि वासुदेव हो र साध्य पनि वासुदेव हो भनेको, मेरो पूज्य पनि वासुदेव हो र पूजन गर्ने वस्तु पनि वासुदेव नै हो जसले भन्दछ त्यस्तो महात्मा भगवानको लागि पनि दुर्लभ हुन्छ गरे। समहात्मा सुदुर्लभः, त्यस्तो महात्मा हुनुहुन्छ सुखदेव स्वामीजी। त्यस कारणले गर्दाखेरि बोलाउँदै जानु हो। यदि त्यस्तै थियो, शरीर सम्बन्धको लागि बोलाउनु भएको थिएन भने पनि किन पुत्र भनेर सम्बोधन गर्नुभयो त? हे पुत्र भनेर भन्नुभएको छ त भन्दाखेरि त्यस्तो महाभागवतहरूको शरीर सम्बन्ध भयो भने छिटो मोक्ष मिल्छ गरे। कुलम पवित्रम जननी कृतार्थ। हाम्रो कुलमा त एउटा मात्रै वैष्णव हो, सज्जन निक्ल्यो भने 21 कुल तर्छ भन्छौँ नि हामीहरूले। त्यो राम्रो भागवत महाभागवत भयो भने त्यो शरीर सम्बन्धले पनि देह छुटाउँदछ अरे। भगवानलाई त्यति प्यारो हुन्छ अरे महाभागवतको शरीर सम्बन्धी। हाम्रो गोदा माताजी हुनुभयो, उहाँले पनि आफ्ना सखीहरूलाई बोलाउँदाखेरि विभिन्न देह सम्बन्धले शरीर सम्बन्धले बोलाउनुहुन्थ्यो गरे। मामान मघडे मणिक कदबम ताल तिरबाई। ए मामा कि छोरी भनेर बोलाउनुहुन्छ अरे, ए साथी भनेर बोलाउनुहुन्न अरे। शरीर सम्बन्ध भयो भने भगवानलाई महाभागवतको शरीर सम्बन्धी हो है यो भनेपछि अति प्रिय हुन्छ गरे। त्यसै कारणले गर्दा सुखदेव स्वामीजीलाई पनि हे पुत्र भनेर बोलाउनु भएको छ। पुत्रको भावनाले होइन, महाभागवत हुनुहुन्छ महाभागवतलाई शरीर सम्बन्ध बनाउन पाइयो भने बडा उत्कृष्ट हुन्छ भन्ने जानेर पुत्र भन्दै जानुभएको छ। पुत्र भन्दै जानुभएको छ, तर सुखदेव स्वामीजीले उत्तर दिनुभएको छैन। अघि नै मैले भने नि, वासुदेव सर्वमिति समहात्मा सुदुर्लभः। वासुदेव नै सर्वस्व हो, मेरो वासुदेव बाहेक अन्य कोही छँदै छैन यो संसारमा भन्नेवाला महात्मा भगवानका लागि पनि दुर्लभ हुन्छ। त्यो सुखदेव स्वामीजीको अन्तर्यामीका रूपमा को हुनुहुन्छ? नारायण बस्नु भएको छ। वृक्षहरूको अन्तर्यामी स्वरूपमा पनि को बस्नु भएको छ? नारायण नै बस्नु भएको छ। वेदव्यासजीको अन्तर्यामी स्वरूपमा पनि को बस्नु भएको छ? नारायण नै बस्नु भएको छ। अब ती वृक्षहरूको अन्तर्यामी नारायणले बिर्सिनुभयो म वृक्षको अन्तर्यामी हुँ भनेर तन्मय हुनुभएको छ। म त सुखदेवकै अन्तर्यामी भगवान हो भन्ने बुझ्नु भएको छ। वृक्षहरूले के भनेका छन्? पुत्र भनेर सुखदेवलाई बोलाइरहेका छन्। किनभने वासुदेव नै सर्वस्व हो भन्नेवाला महात्मा भगवानलाई पनि दुर्लभ हुन्छ भनेर मैले भनिसकेँ। वृक्षहरूले पनि पुत्र भनेर उत्तर दिए पश्चात वेदव्यासजी फर्केर जानुभयो। लक्ष्मीनारायण भगवानको
नैमिषारण्य नाम गरेको पुण्यभूमि थियो, जुन पुण्यभूमिमा 88,000 ऋषि महर्षिहरू सत्सङ्गका लागि भनेर उपस्थित हुनुहुन्थ्यो। सुतजी महाराजको आगमन भएको छ। सुतजीलाई उच्च आसनमा राखेर पूजन आदि गरिसकेपछि सौनकजीले सांसारिक जनहरूको निमित्त प्रश्न गर्नुहुन्छ। अज्ञानध्वान्त विध्वंस कोटि सूर्य समप्रभ सूताख्याहि कथा सारम मम कर्ण रसायनम। कोही व्यक्तिबाट हामीहरूले केही चाहन्छौँ भने त्यसको खूब प्रशंसा गर्नु अरे। चाप्लुसी भन्छन् नि, खूब चाप्लुसी गर्नु, खूब प्रशंसा गर्नु अरे। सौनकजीले पनि खूब प्रशंसा गर्दै हुनुहुन्छ। अज्ञान रूपी अन्धकारलाई हटाउनको लागि करोडौं सूर्यको समान हुनुभएको हे सुतजी, कथा सारम हरि अनन्त हरि कथा अनन्त रजांसी भूमेर गणयेत कथञ्चित अरे। कुनै व्यक्तिले बरु सारा पृथ्वीमा रहेको धुलोको कण कण गनेर सक्छु भन्यो भने त्यो सक्छ अरे। भगवानको कथालाई गनेर भनेर पार पाउन सक्छु भन्यो भने त्यो असम्भव छ अरे। त्यही भएर सौनकजीले भन्दै हुनुहुन्छ कथा सारम। कथा त सम्पूर्ण सुनेरै सकिँदैन, हामीहरूको आयु व्यतीत होला, तर भगवानको कथा सकिँदैन। त्यो सारका रूपमा जो मनुष्यहरूको लागि कल्याणकारक हुनेछ, मनुष्यहरूलाई उद्धारक हुनेछ, त्यो कथाको सारलाई बताउनुहोस् भनेपछि सुतजीले सबै सिद्धान्तबाट निकालिएको दिव्य कथालाई सुनाउँछु, जसलाई सुनाउने बेलामा सुकदेवले सुनाउँदै हुनुहुन्थ्यो, राजा परीक्षित बसेर सुन्दै हुनुहुन्थ्यो। त्यतिखेर देवताहरू आए अरे अमृतको कलश लिएर, यो मर्नेवाला राजा परीक्षितलाई यो अमृतको कलश प्रदान गर्नुहोस्, हामीहरूलाई यो कथारूपी अमृत प्रदान गर्नुहोस्, विनिमय गरौँ, साटासाट गरौँ भनेर भन्नुभयो। तर मान्नु भएन सुकदेवले। किन? ती देवताहरू पनि अधिकारी छैनन् अरे श्रीमद् भागवतको। श्रीमद् भागवत सुन्ने पनि ठुलो अधिकार चाहिन्छ। देवताहरू पनि यो श्रीमद् भागवत सुन्ने अधिकारी होइनन् अरे। त्यही भएर देवताहरूको परिहास गरेर उनीहरूलाई पठाइदिनु भयो, तिमीहरू अधिकारी छैनौ, जाओ, यसलाई त अधिकार चाहिन्छ यो श्रीमद् भागवत सुन्नलाई। त्यो कथा म आज तिमीहरूलाई सुनाउँछु। एक समयको कुरा हो, चारवटा ऋषि महर्षिहरू सनक, सनन्दन, सनातन र सनत कुमार बद्रिका क्षेत्रमा तपस्याको लागि भनेर बस्नुभएको थियो। त्यही नारदजी पुग्नुभयो। हस्याङ फस्याङ गर्दै जानुभएको नारदजीलाई देख्नुभयो। नारदजीलाई देखेपछि सोध्नुभयो, कहाँबाट आउनुभएको? चिन्तित देखिनुहुन्छ, हस्याङ फस्याङ गरिरहनु भएको छ, थाक्नु पनि भएको छ, कहाँबाट आउनुभयो भनेर सोद्धाखेरि म त पृथ्वी गएको थिएँ, पृथ्वीमा जाँदाखेरि यस्तो यस्तो नदेखिनु पर्ने चिजहरू देखेँ, आज बडा चिन्तित भएको छु। पृथ्वीमा कहीँ सत्यता छैन, दान कसैले गर्दैनन्, धर्म कसैले गर्दैनन्, पण्डितहरू पनि दक्ष भएका छैनन्, पण्डितहरू पनि रमण गर्नको लागि, धन कमाउनको लागि मात्रै ध्यान गरिरहेका छन्। शास्त्र संरक्षणमा कुनै पण्डितको ध्यान गएको छैन। पाखण्ड निरताः सन्तः, साधु सन्तहरू पनि पाखण्डी भएका छन्। आश्रमा यवनैः रुद्धा, विभिन्न तीर्थस्थलहरूका ठुला ठुला मठ मन्दिरहरूलाई मुसलमानहरूले कब्जा गरेका छन्। राम मन्दिर भयो, 500 वर्ष अगाडिदेखि मुसलमानले कब्जा गरेर त्यहाँ मुसलमानको मस्जिद पो बनाइरहेको। काशी बनारसमा पनि त्यस्तै विभिन्न ठुला ठुला तीर्थस्थलहरूमा यवनैः भनेको मुसलमानहरूले कब्जा गरेका छन्। घुम्दै घुम्दै गएको यमुनाको तटमा पुगेपछि झन विचित्रको दृश्य देखेँ अरे। के देख्नुभयो त नारदजी भन्दाखेरि एउटा तरुणी नारी जसको छेउमा दुईवटा वृद्धहरू लडिरहेका, पछाडि ती तरुणीको सेवाको लागि भनेर विभिन्न कन्याहरू कसैले चमर डोलाइरहेका, कसैले पंखा हल्लाइरहेका, कसैले जल सेवा गरेका, सयौं नारीहरूले सेवा गरिरहेका। त्यति सेवा गर्दा गर्दै पनि बडा चिन्तित छिन् नारी। दुईटा वृद्ध बुढा तल सुतिरहेका छन् अचेतन अवस्थामा।
त्यो विचित्रको दृश्य देख्ने बित्तिकै नजिकै गएँ। नजिकै जाने बित्तिकै मलाई देख्ने बित्तिकै त तिनले भनिन्, भो भो साधो क्षणम तिष्ठ मच्चिन्ता मपि नाशय। हे नारदजी, म बडा चिन्तित छु। के चिन्ता पर्यो त भन्दाखेरि सारा वृत्तान्त बताइन्। मेरो नाम भक्ति हो। यी दुईटा तल अचेतन अवस्थामा सुतिरहेका वृद्धहरू मेरा पुत्रहरू हुन्। आमा चाहिँ तरुणी छिन्, यौवन छिन्, तर मेरो छोराहरू यी दुईटा वृद्ध भएर लडिरहेका छन्। दारी पनि फुलेको, कपाल पनि फुलेको, गाला चाउरी परेको, सुतेको छन्, उठ्नै सकेका छैनन्। त्यस्तो अचेतन अवस्थामा गएका छन्। विपरीत भयो यहाँ, वैपरीत्य। आमा चाहिँ बुढी हुनुपर्ने, छोराहरू तरुण हुनुपर्ने, तर यहाँ आमा चाहिँ वृद्धा, आमा चाहिँ तरुणी, छोराहरू दुईटा वृद्ध भएका छन्। कसरी यस्तो हुन सक्छ भनेर भन्दाखेरि नारदजीले यसो ध्यान दृष्टिले हेर्नु भएको त यो घोर कलियुगले गर्दाखेरि तिम्रो अस्तित्व गइसकेको रहेछ। ज्ञान र वैराग्य वृद्ध किन भए त भन्दाखेरि यो कलियुगमा ज्ञान आर्जन गर्नेवाला कोही पनि भएनन्। वैराग्य पनि वृद्ध भए, वैराग्य स्वीकार गर्नेवाला कोही पनि भएनन् यो संसारमा। तर यमुनामा वृन्दावनमा पुगेपछि भक्ति चाहिँ तरुणी भइन्। किनभने त्यतिखेर पनि यमुना वृन्दावनको तीरमा चाहिँ भक्ति मनुष्यहरूको मनमा भक्ति थिएन अरे। त्यतिखेर ज्ञान र वैराग्य वृद्ध भएका छन्। हामीहरूले पनि गाउँघरका घरहरूलाई केही समयको लागि 2-4 वर्षको लागि छोडेर सहरतिर गयौँ, 2-4 वर्षपछि आयौँ भने के हुन्छ, त्यो घरमा कोही नबसेपछि, कसैले वास्ता नगरेपछि माकुरोको जालो लाग्ने, झार पतिङ्गरहरू आउने, फोहोर हुने, मक्किने, ती प्रकारका ती कष्टहरू, ती विकारहरू देखिन्छन्। त्यो ज्ञान र वैराग्यलाई पनि कसैले स्वीकार नगरेपछि, ज्ञान भनेको फेरि अन्य ज्ञानलाई ज्ञान भनिँदैन। या विद्या सा विमुक्तये, जुन विद्याले, जुन ज्ञानले यो संसारिक बन्धनलाई तोड्छ त्यसलाई मात्र ज्ञान भनिन्छ। अरूलाई त ज्ञान भनिँदैन। या विद्या सा विमुक्तये, जसले यो संसार रूपी बन्धनलाई तोडाउँछ त्यसलाई मात्रै ज्ञान भनिन्छ। त्यस्तो ज्ञानलाई लिनेवाला, त्यो विद्या पढ्नेवाला कोही भएनन्। अब के गर्ने त भन्दाखेरि नारदजीले भक्तिलाई सम्पूर्ण वृत्तान्त बताउनु भयो। भक्तिले पनि बडा खेद जनाइन्। राजा परीक्षितले त्यतिखेर नै यो कलियुगको विनाश गरेको भए आज हाम्रो यो अवस्था हुने थिएन भन्दाखेरि राजा परीक्षितले पनि राम्रो एउटा गुण देखेर नै कलियुगलाई स्थापना गरेका हुन्। यत्फलम नास्ति तपसा न योगेन समाधिना तत्फलम लभते सम्यक कलौ केशव कीर्तनात्। जुन फल सत्ययुगमा, त्रेतायुगमा, द्वापर युगमा विभिन्न तपस्याले, यज्ञले, दानले प्राप्त हुँदैन, त्यो फल कलियुगमा भगवानको छोटो नाम संकीर्तनले, कथाको श्रवणले नै त्यो फललाई प्राप्त गर्न सकिन्छ। त्यसै कारणले कलियुगलाई स्थापना गर्नुभयो। तर हे भक्ति, तिमीले खेद नगर, मैले तिम्रो कष्टलाई निवारण गर्नेछु भनेर त्यहाँ प्रतिज्ञा गर्नुभयो। अब भक्तिजी महारानी पनि बडा खुसी हुनुभयो, मेरो कष्ट निवारण हुने भयो। नारदजीलाई धन्यवाद ज्ञापन गर्नुहुन्छ। जयति जगति मायां यस्य कायाधवस्ते वचन रचनमेकं केवलं चाकलय्य ध्रुवपदमपि यातो यत्कृपातो ध्रुवोऽयं सकलकुशलपात्रं ब्रह्मपुत्रं नतास्मि। जसको दिव्य मन्त्रोपदेशका कारणले गर्दाखेरि ध्रुवले त्यो ध्रुवलोकलाई प्राप्त गरे, प्रहलादले भगवान नृसिंहलाई प्राप्त गरे, त्यस्तो ब्रह्मपुत्र नारदजीलाई बारम्बार प्रणाम गर्दछु। भक्तवत्सल भगवानको, राधा मुकुन्द भगवानको, सीता रामचन्द्र भगवानको। त्यस्ता प्रकारले भक्तिका समक्ष नारदजीले प्रतिज्ञा गरेर आज भक्तिलाई आश्वस्त बनाउनु भएको छ। अघिल्लो प्रसङ्गमा भोलिका दिनमा हामीहरूले
भक्तिको कष्टलाई कसरी नारदजीले निवारण गर्नुहुन्छ भनेर हामीहरूले श्रवण गर्नेछौँ। अहिले हामीहरू भजन सङ्कीर्तनको आनन्द लिनेछौँ। भक्तवत्सल भगवानको, राधा मुकुन्द भगवानको